नमस्कार साथीहरू, म आजको भिडियो लिएर आएको छु डाटा भ्यालिडेसन सम्बन्धी। डाटा भ्यालिडेसन भनेको पहिला के हो भन्दाखेरि डाटा भ्यालिडेसन एक्सेलको एउटा यस्तो फिचर हो जसले चाहिँ कुनै पनि डेट इन्ट्री गर्दा होस्, चाहे कुनै नम्बर इन्ट्री गर्दा होस्, चाहे कुनै लेटर इन्ट्री गर्दा होस्, त्यसले चाहिँ एकरूपता ल्याउनमा मद्दत गर्छ। एउटा पहिला इक्जाम्पल हेरौँ हामीले यहाँ। इक्जाम्पल हेर्दाखेरि यसमा हामीले जस्तै कि नेपाल लेख्न चाहियो भने नेपाल लेख्न दिँदैन, के भन्छ यहाँ ड्रप डाउनबाट एउटा छान्नुहोस् भन्दछ। यहाँले हामीले मेसेज पनि दिन सक्छौँ कि तपाईँले त्यहाँबाट के गर्ने हो, कसरी गर्ने हो भनेर। जस्तै कि यहाँ मैले ड्रप डाउन सेटिङ गरेको छु, जसको हेल्पले चाहिँ यहाँबाट भएको प्रोभिनेन्सहरूको नाम मात्र सिलेक्सन गर्न मिल्छ। अर्को चाहिँ हामीले यहाँ जस्तै कि आइडी नम्बर 111, 112, 113 हामी सिरियल अनुसार राखेको छौँ। यसमा चाहिँ हामीले कसरी मानौँ न, यहाँ मैले 1 यो डिलिट गरेर हामीले 1 लेख्यो भने यसले 1 लेख्न मिल्दैन, यहाँ अङ्कमा मात्र लेख्न मिल्छ भन्ने कुरा, यहाँ अङ्कमा मात्र लेख्न भन्छ भन्ने कुरा यहाँ सन्देश दिँदो रहेछ। यो सन्देश पनि हामी कसरी सेटिङ गर्छौँ, वार्निङ पनि कसरी दिन्छौँ भन्ने कुरा छ। यहाँ जस्तै कि ONE1 चाहिँ हामीले 1 लेख्यो भने यहाँ पनि लेख्न दिइरहेको छन्। यो सबै कुराको बारेमा हामी 1 to 1 तपाईलाई सिकाउनेछौँ। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानलले सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक गरिदिनु होला, र तपाईलाई यदि लाग्छ यस्तो काम कुन साथीले लाग्छ त्यसलाई एउटा सेयर गरिदिनु होला। म रिलिस यादव, डाटालाई सुरु गरौँ फेरिदेखि। सबैभन्दा 1 नम्बरमा हामी एउटा डाटा मैले रफ डाटा राखेको छु, त्यो डाटाहरू कसरी युज गर्छौँ त्यो हेरौँ। 1 नम्बरमा डाटा भ्यालिडेसनमा जानको लागि हामी सबैभन्दा पहिला होम पेजमा आउँछौँ। प्रायः जस्तो एक्सेल खोल्दाखेरि होम पेज पछि हामी डाटामा जान्छौँ। डाटामा गइसकेपछि हामी यहाँ डाटा भ्यालिडेसनहरू हेर्न सक्छौँ। यहाँ छ हाम्रो डाटा भ्यालिडेसन। डाटा भ्यालिडेसनमा कुनै पनि काम गर्नको लागि हामीले डाटा भ्यालिडेसन यो ओपन गर्नुपर्छ, सेटिङमा जानुपर्छ। सेटिङ भएपछि हामीले कुनै पनिहरू काम गर्न मिल्छ। सबैभन्दा पहिला भ्यालिडेसन 2 किसिमले गर्न सक्छौँ। 1 नम्बरमा सिम्पल तरिका हो, जस्तै कि हामीले के गर्न सक्छौँ भन्दाखेरि होम पेजमा आउँछौँ। होम पेजबाट हामी डाटामा जान्छौँ। डाटामा गएर हामी डाटा भ्यालिडेसनमा जान्छौँ। डाटा भ्यालिडेसनमा गइसकेपछि डाटा भ्यालिडेसन क्लिक गर्छौँ र यसमा चाहिँ हामीले के लेख्छौँ भन्दाखेरि लिस्ट बनाउँछौँ। के बनाउँछौँ? लिस्ट बनाउँछौँ। लिस्टमा हामीले यहाँ के गर्छौँ, रेन्ज सिलेक्सन गरेर हामी लिस्ट बनाउनु पर्ने हुन्छ। मैले अगाडि नै बनाइसकेँ। यहाँ पहिला रेन्ज सिलेक्सन गर्नु, कुन ठाउँमा हामी डाटा भ्यालिडेसन युज गर्दैछौँ त्यहाँ गएर हामी भ्यालिडेसनमा जान्छौँ। भ्यालिडेसनमा गएर लिस्टमा जान्छौँ। लिस्टमा गएर हामीले के लेख्नुपर्छ भन्दाखेरि यहाँ मैले के को बनाउन लागेको त महेश मानवले लेख्न लागेको, दिनेश लेख्न लागेको। अब यति गरिसकेपछि ओके प्रेस गरेपछि यहाँ हेर्नु डाटा भ्यालिडेसनमा हामीले अप्सनमा महेश र दिनेश मात्र लेख्न मिल्छ। यहाँ एउटा अर्को फर्मुला के हुन सक्छ भन्दाखेरि हामी 1 नम्बरमा भ्यालिडेसन गर्दाखेरि डाटा भ्यालिडेसनमा रेन्ज सिलेक्सन गरेर हामी डाटा भ्यालिडेसनमा जान्छौँ। डाटा भ्यालिडेसनमा गइसकेपछि हामीले लिस्टमा जान्छौँ। लिस्टमा गइसकेपछि इक्वल प्रेस गर्छौँ र हामीले कुन कुरा चाहिँ डाटा भ्यालिडेसनमा राख्न लागेको त हामीले यो कुराहरू राख्न लागेको छ भने हामी सिलेक्सन गर्छौँ र ओके प्रेस गरिदिएपछि यहाँ हामी हेर्न सक्छौँ कि डाटा भ्यालिडेसनमा मध्य प्रदेशहरूको नामहरू आयो। यो एउटा डाटा भ्यालिडेसनको सिम्पल ड्रप डाउन मेथड हो। यो चाहिँ युज गर्नु होला। जस्तै कि तपाईँले चाहिँ कतै डाटा सर्वे गर्न दिँदाखेरि कुन प्रदेशको हो भन्ने कुराहरू लेख्नको लागि कहिलेकाहीँ कोसीको स्पेलिङ KOSI लेखिदिन सक्छ। त्यस्तै कुराहरूले प्रोटेक्सन गर्नको लागि हामी डाटा भ्यालिडेसन युज गर्न सक्छौँ। दोस्रो नम्बरमा यहाँ आइडी नम्बरहरू, जस्तै कि यो नम्बरहरू जुन छ नि, यो नम्बरहरू हामीले कसरी मात्र नम्बर लेख्न मिल्ने, त्यसमा चाहिँ लेटर लेख्न नमिल्ने, त्यसको लागि हामी चाहिँ डाटा भ्यालिडेसनमा गएर हामी केमा जान्छौँ भन्दाखेरि यहाँ चाहिँ हामीले कस्टममा जान्छौँ र कस्टममा के फर्मुला युज गर्छौँ, इज गर्छौँ र त्यसपछि नम्बर गर्छौँ। हामीले त्यसपछि एरिया सिलेक्सन गर्छौँ, कहाँदेखि कहाँ गर्ने हो, र स्मल ब्र्याकेट बन्द गरिदिएपछि यहाँ हेर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ हामीले अब के गरिदियो भन्दाखेरि यहाँ नम्बर मात्र लेख्न भन्ने कुरा गरिदियो। अब यो लेख्दाखेरि यसले दिएन, दियो पर गेन दिएन। ओके, अनि त्यसपछि हामी अर्को के सिक्न जान्छौँ भन्दाखेरि यहाँ जस्तै कि राजु लेखेको छ, राजुको ठाउँमा हामीले 1 लेख्न मिल्दैन, 1 लेख्न मिल्दैन, त्यस्तो हामी सेटिङ गर्न अहिले लेख्न दिइरहेको छ नि। अब हामी चाहिँ टेक्स्ट मात्र हामी लेख्ने गरी मिलाउँछौँ। त्यसको लागि हामी सबैभन्दा पहिला 1 नम्बरमा केमा जान्छौँ, डाटा भ्यालिडेसनमा गएर डाटा भ्यालिडेसनमा जाने र यसमा चाहिँ कस्टममा जाने, फर्मुलामा कस्टममा जाने। कस्टममा गइसकेपछि इक्वल प्रेस गर्ने। इक्वल प्रेस गरेर हामी यसमा के युज गर्छौँ भन्दाखेरि हामी टेक्स्ट युज गर्छौँ। टेक्स्टको लागि इज
टेक्स्ट स्मल ब्राकेट स्टार्ट गर्छु। स्टार्ट गरेर हामीले कहाँदेखि कहाँसम्म गर्न लागेको, यहाँदेखि यहाँसम्म गर्न लागेको, स्मल ब्राकेट क्लोज गरिदिएपछि हाम्रो के हुन्छ भन्दाखेरि यहाँ राजु भएको ठाउँमा राजु नै लेख्न मिल्छ, अमित लेख्न मिल्छ, तर लिलेश लेख्न मिल्छ, प्रज्ञान लेख्न मिल्छ, बट के लेख्न मिल्दैन, यहाँ जस्तै कि राजु डिलिट गरेँ र मैले 1 लेख्दाखेरि लेख्न दिएन हैन। सुरुको लेटर हुनुपर्छ भन्ने कुरा यसले हामीलाई दियो है। अब यहाँ अर्को कुरा के हुन्छ, कहिलेकाहीँ हामी डाटाहरू रिसर्च गर्दाखेरि एउटा एज लिमिट तोकिदिन्छौँ। जस्तै कि 20 देखि 50 वर्षको उमेरको मात्र हामी डाटा भर्न मिल्ने, कहिलेकाहीँ हामी तोकिदिन्छौँ 10 देखि 20 वर्षसम्म। त्यस्तो अवस्थामा के गर्ने? त्यस्तो अवस्थाको लागि तपाईँले केही गर्नु पर्दैन, एउटा डाटा भ्यालिडेसनको फर्मुला आउँछ, त्यसमा हामी गर्न सक्छौँ। यहाँ डाटा भ्यालिडेसनको फर्मुलामा जान्छौँ। डाटा भ्यालिडेसनको फर्मुलामा गइसकेपछि हामीले के गर्नुपर्छ भन्दाखेरि त्यसको एज लिमिट तोकिदिनु पर्छ। मिनिमम डाटा कति हुन्छ, म्याक्सिमम डाटा कति हुन्छ भन्ने कुराहरू हामीले गर्नुपर्छ। त्यसको लागि सबैभन्दा पहिला हामीले एउटा यसलाई सिलेक्सन गरौँ। सिलेक्सन गरिसकेपछि डाटा भ्यालिडेसनमा जाउँ। भ्यालिडेसनमा गइसकेपछि हामीले होल नम्बरमा क्लिक गर्नुपर्छ। होल नम्बरमा हामी यहाँ अहिले मानौँ न 20 राख्छौँ र म्याक्सिमम नम्बर भनेको हामी कति राख्छौँ भन्दाखेरि म्याक्सिमम नम्बर भनेको कति राख्छौँ प्रज्ञा? 50 राख्छौँ। ल 50 राखिदियौँ र यसलाई ओके गरिदियौँ। ओके गरिसकेपछि अब मैले मिनिमम 20 राख्न सक्नुभयो तपाईँले, यहाँ 10 लेख्न दिएन। त्यही भएर हामीले यहाँ डाटा यसको एउटा के फाइदा भयो भन्दाखेरि हामीलाई जुन एज चाहिन्छ त्यो एजको मान्छेलाई मात्र चाहिँ हामीले यहाँ भर्न मिल्छ। जस्तै कि मैले यहाँ 51 राखिदियो भने 51 यहाँ लेख्न दिएन। जस्तै कि हामीले एउटा के गरौँ, यहाँ 45 हामी लेख्न मिल्छ, 49 पनि लेख्न मिल्छ, यहाँ 50 पनि लेख्न छ, बट 50 भन्दा माथि लेख्न मिल्दैन। अर्को डाटा भ्यालिडेसनमा हामीले कहिलेकाहीँ के हुन्छ कि हामीले यस्तो मान्छेको डाटा सर्वे गर्नुपर्ने हुन्छ, त्यो चाहिँ 2025 देखि 2026 को बिचमा मात्र जन्मेको बच्चाहरूको होस् चाहे व्यक्तिहरूको होस्, त्यो हुनसक्छ। त्यस्तो अवस्थामा हामीले कसरी गर्छौँ भन्दाखेरि हामीले सबभन्दा पहिला 1 नम्बरमा यो डाटा भ्यालिडेसनको यो रेन्ज हामी सिलेक्सन गर्छौँ। जुन कलममा गर्न लागेको, जुन रोमा गर्न लागेको त्यसको रेन्ज सिलेक्सन गर्छौँ। त्यो गरिसकेपछि हामी केमा जान्छौँ, डाटा भ्यालिडेसनमा जान्छौँ। डाटा भ्यालिडेसनमा गएर हामीले यहाँ के गर्छौँ भन्दाखेरि यहाँ चाहिँ हामीले डेटमा जान्छौँ। केमा जान्छौँ? डेटमा जान्छौँ। डेटमा गइसकेपछि हामीले यहाँले लेख्नुपर्ने के भयो भन्दाखेरि हामीले त्यस्तो डाटाहरूको मात्र कुरा गर्छौँ जसमा चाहिँ हाम्रो मानौँ न 2024 देखि 2026 सम्मको बच्चालाई मात्र हामी इन्ट्री गर्छौँ भन्दाखेरि यहाँ 2024 010 फेरि 1 लेखिदिने हैन, 01 फेरि त्यसपछि हामीले के गर्छौँ भन्दाखेरि 2027 सम्मको बच्चालाई 2027 12 30 राख्दियौँ। यति राखिसकेपछि हामीले के भयो भन्दाखेरि 2024 को र 27 को बिचमा हामीले डाटा राखेको छौँ। अब यहाँ मानौँ न मैले 2025 को ठाउँमा हामीले 2023 गरेर टेस्ट गरौँ, यसले लेख्न दिन्छ दिँदैन। के भन्यो भन्दाखेरि डाटा म्याच गरेको छैन, भ्यालिडेसन गरिसकेको छ भन्ने कुरा हामीले डिफाइन गरेर दियौँ। यहाँ 2026 छ, मैले 2028 गरेर हेरौँ न एकचोटि के गर्छ। 28 गरौँ, यसले 28 पनि गर्न दिएन बिकज अफ यो चाहिँ प्रोटेक्ट भएको छ। अब 2027 गरेर हेरौँ त, 27 सम्मको छ भने 27 सम्म हामीले भ्यालिडेसन गरेको छौँ। र मोस्ट इम्पोर्टेन्ट अझसम्म तपाईँले युज गर्नुभएको कहिलेकाहीँ नम्बरहरू हामी के गर्छौँ कि कलेक्सन गर्न लगाउँछौँ र त्यो नम्बरहरूमा साथीहरूले अल्छी लाग्छ भनेर 7 नम्बर हालिदिन्छ, कहिले 11 नम्बर हालिदिन्छ। त्यस्तो नम्बरहरू 9 अङ्क हुन्छ। त्यसको लागि हामी के गर्छौँ, यहाँ जान्छौँ। यहाँ गइसकेपछि हामी डाटा भ्यालिडेसनमा जान्छौँ। डाटा भ्यालिडेसनमा क्लिक गर्छौँ र यहाँ चाहिँ नम्बरको जस्तै कि हामीले टेक्स्टको लेन्थ डिफाइन गर्छौँ, कति लेन्थको हामी गर्न मिल्छ भनेर। यहाँ चाहिँ मिनिमम 9 राखौँ र यहाँ चाहिँ म्याक्सिमम 9 राखौँ। अनि कि नम्बर 9 अङ्क हुन्छ। अब यो डिफाइन गरिसकेपछि अब हामी हेर्न सक्छौँ कि 1 नम्बरमा मैले यहाँ एउटा नम्बर मात्र घटायो भने यसले लेख्न दिएन है। यहाँ चाहिँ अर्को चाहिँ हामीले एउटा थपियो भने एउटा थप्न पनि दिँदैन। हेर्नु, यहाँ एउटा थप्न पनि दिएन हैन। अब अर्को कुरा, मैले तपाईलाई जुन इनपुट यहाँ हेर्नुभयो नि कि तपाईले यहाँ चाहिँ सिलेक्सन गर्नुपर्छ भन्ने कुरा लेखेर जुन दियो नि, त्यो कुरा कसरी तपाईले चाहिँ सेटिङ गर्न सक्नुहुन्छ भन्ने कुराहरू म अहिले फेरि तपाईलाई सिकाउँदै छु।
जस्तै कि 1 लेख्यो यहाँ अङ्क मात्र लेख्न मिल्छ। यो कसरी लेख्ने चाहिँ यहाँ के लेख्न मिल्छ के लेख्न मिल्दैन भन्ने कुराहरूको बारेमा कसरी चाहिँ डाटा एन्ट्री गरेरलाई सिकाउन सक्छौँ भने यहाँ सबैभन्दा 1 नम्बरमा हामी के गर्न जान्छौँ जस्तै कि यो यहाँ राजु छ, राजुको ठाउँमा मैले यहाँ 1 लेख्दाखेरि जस्ट एउटा सुरुको लेटर चाहिँ हुनुपर्छ भन्ने कुरा यहाँ लेखेको छौँ। त्यो कसरी सेटिङ गर्ने जस्तै कि यहाँ ड्रप डाउन मात्र युज गर्न मिल्छ भन्ने कुराहरू कसरी हामी सेटिङ गर्न सक्छौँ भन्ने कुरा अब सिकौँ। सबैभन्दा 1 नम्बरमा यो डाटा सिलेक्सन गरौँ। सिलेक्सन गरिसकेपछि हामीले केमा जान्छौँ डाटा भ्यालिडेसनमा जान्छौँ। भ्यालिडेसनमा गइसकेपछि हामी इनपुटमा जान्छौँ, एलर्ट इररमा जान्छौँ। एलर्ट इररमा के हुन्छ कि प्रोभिनियन्स छ। अब यसमा हामी के लेख्छौँ भन्दाखेरि ओन्ली ड्रप डाउन युज्ड, ओन्ली ड्रप डाउन भनेर हामीले एलर्ट तिनीहरूलाई स्टप गरिदिन्छौँ र गरिदिन्छौँ। यहाँ हेरौँ, अब हामीले ड्रप डाउन भन्दा बाहिर जाने बित्तिकै यहाँ नेपाल लेख्ने बित्तिकै हेरौँ त युज ओन्ली ड्रप डाउन भन्ने कुरा आयो। अब जस्तै कि तपाईँले यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने 1 सर्टमा कसरी हामीले जस्तै कि 7 डेजको नाम लेख्न मिल्ने त्यो कसरी सेट गर्न सक्छौँ, त्यस्तै गरी मन्थहरू कसरी सेट गर्न सक्छौँ हामी ड्रप डाउनको अर्को भिडियोमा हामी सेयर गर्नेछौँ। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। जय देश, जय नेपाल, जय देश।